हेलो गाइज वेलकम ब्याक टु माई च्यानल इट्स मी साक्षी। सो आज चाहिँ हाम्रो लोसार हो, गुरुङ लोसार। सो आज चाहिँ म ब्लग नेपालीमा बनाउँछु किनकि आज हाम्रो लोसार हो, हाम्रो गुरुङको ह्याप्पी न्यू इयर, जो हाम्रो गुरुङको सबै ठुलो पर्व। सो ह्याप्पी लोसार एभ्री वान, ह्याप्पी तम्बु लोसार टु इच एन्ड एभ्री वान। अनि सबैजनालाई हाम्रो ह्याप्पी लोसारको शुभकामना। जति पनि छ हाम्रो दिदी बहिनी दाजुभाइ जति छ बाहिर विदेशमा यता जहाँ पनि हुनुहुन्छ सबैजनालाई ह्याप्पी लोसार मेरो तर्फबाट अनि मेरो फ्यामिलीबाट। सो अब चाहिँ म रेडी भइसकेँ यहाँ लोसार जान्नुको लागि। सो लेट्स गो गाइस। अब चाहिँ निक्लिनु लाग्यो हामी। बाई मम्मी आनु। दिस इज माई टायर गाइस, आई विल सो यू। सुभाषी आइज। सो यहाँ छ मेरो बहिनी, आज चाहिँ डान्स गर्छ। आज हामी ब्लग नेपालीमा बनाउने हो कि। ह्याप्पी लोसार भन्दैन, ह्याप्पी लोसार एभ्रिवान भन्न सबैजनालाई। एभ्रिवान। सो यो ड्रेस देखाउ न, तिम्रो ड्रेस यता आइज न। बाई गाइस, अब जान्दैछु हामी। ए हाम्रो नोलो जुन यहाँ नोलो बनेर साइकल चलाउँदैछ। नोलो ओ नोलो नोलो ओ नोलो यता हेर। अब नोलो जु त ढाका टोपी लगाएर सब गुरुङ ड्रेस लगाएर त राइड गर्दैछ। सो अब चाहिँ हामी निस्केको गाइस। कस्तो धेरै घाम पऱ्यो। बाई। सो वी आर गोइङ। जा रहे अभी जा रहे नेपाली बोल्ने हो, बिर्सेको मैले त। हामी जान्दैछु लोसारमा। इट्स अलरेडी 12:30 हो। है हाम्रो न फेमिली त उनी अथपलाई कति राम्रो देखेको कि लोसार। मेरो मुख यत्रो देखेँ। हामी चाहिँ यहाँ पुगिसक्यो। यहाँ छ हाम्रो, यहाँ चाहिँ हाम्रो यस्तो एन्ट्री छ हेर्नु सक्छु। यो हाम्रो अत्तर किन हाम्रो अत्तर यता आऊ लल्ला। कति क्युट देखेछ नि, हेर कति क्युट देखेछ। हेर न यहाँ यता छिटो यता आन्टु यता। चुप दे। गाइस देख सकते हैं अतन काल ऐसा हो गया। इस काल देखिए पलटी मार रहे आज फोन। हम लोग का लल्ला इधर। तो यता हामी आज छु गाइस। यहाँ अब ढोक गर्नुपर्छ नि। यहाँ यता आउनु न, पकाउनु ढोक गर्यो। ढोक गर जु गर जु छिटो जु गर गाइस। अब चाहिँ कमान्डेन्ट सरहरू आउँछ अनि आउनु हुँदैछ। त्यहाँदेखि अफिसबाट निस्किसक्यो अरे। अनि हामी चाहिँ बाहिर जाँदैछु स्वागत गर्नेको लागि। यहाँ सबैजना छ, यहाँ स्वागत गर्नेको लागि यहाँ रेडी छ सरहरूलाई। यहाँ खदाहरू यहाँ चाहिँ हाम्रो स्वागत गर्नेको लागि सबैजना यहाँ यसरी जम्मा भएर उनी आइसक्नुभयो। कसम यार थैंक यू। भिडियो बना, फोटो बना।
नमस्ते नमस्ते आन्टी अच्छा दाजुभाइ तथा दिदीबहिनीहरू उपस्थित हुनुहुन्छ उहाँहरू आफ्नो स्थानमा गए आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु प्लिज हाम्रो दिदीबहिनीहरू तथा दाजुभाइहरू म आफ्नो भाषालाई को साथसाथमा दूसरा भाषामा गर्दै यहाँ बताउन गइरहेको छु आज के इस तमु समाज के पर्व के अवसर पर आयोजन किए गए इस समारोह के मुख्य अतिथि माननीय श्री दुर्गापति महोदय मैडम दुर्गापति महोदय सशस्त्र प्रहरी बुद्धबाट गुरुङ जातिले नेम गरेर बाँकी अरूले पनि बुझे खासै नराम्रो त नहोला जस्तो लाग्छ सप्रिलोलाई हामीले विदाई गरेर तललाई हामीले आगमन गरेको छौँ जसरी हामीले पुरानो वर्षलाई छोडेर नयाँ वर्षमा आउँछौँ त्यसैको खुसियालीमा हामी यो सानो एउटा भेटघाट कार्यक्रम या गुरु भाषामा सोके सभा भन्ने हुन्छ एउटा गाउँघरमा सोक्यो भने भोज खाने भन्ने हुन्छ अनि आफूभन्दा ठुलोबाट आशीर्वाद दिने त्यो परम्परालाई हामीले विदेशमा भएर पनि आफ्नो मौलिक पहिचानलाई हामीले नबिर्सौँ भनेर आफ्नो संस्कृतिलाई जोगेर भन्ने हिसाबले हामीले थुप्रै वर्ष भयो कमसेकम 10-12 वर्ष भयो हामीले यो गर्न लाग्यो र हामीले गरेका साथसाथ अरूले पनि गरेको छ त्यसको लागि उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ त अब हामी ढिला नगरिकन कार्यक्रमलाई अगाडि बढाउन जाँदैछौँ अतिथिहरूलाई स्वागतको लागि एउटा स्वागत गीत जो कि चुड्का भन्छ नेपालीमा सायद सबैलाई थाहै छ होला चुड्का भन्ने गीत एकदम प्रचलित गीत अनि भाका अनि यतैवटा हुन्छ ताली ताली भयो ताली छैन के गुरुङको ताली जस्तो हुन त यो त पुरा च्यातिनुपर्छ ताली यो छल गर्नुपर्छ खुसीको कुरा हो खै फ्यामिली खै आउँदैछ कुलदीप गुरुङ पनि सिपाहीबाट रिसेन्टली प्रमोसन पाएर हविलदार भएको छ हैन उहाँलाई हामी सबैको तर्फबाट शुभकामना दिँदै जोरदार तालीद्वारा उहाँलाई सम्मान गरौँ ल
रोज छैन योपालि गिरी हाल्नु हजुर धन्यवाद। अरे पनिर माग्नु न म खान्न बसीमा अब यो गीत पछि अब हामी यसो खानातिर जाउँ, त्यसपछि फेरि सांस्कृतिक प्रोग्राम गरौँला सर। होइन छेमा चाहिँ कहाँ गयो त्यो के हो यो चाहिँ के होइन अलि के भयो साई साई गरिदिएको ल स्टेजमा हाम्रो कलाकारहरू आइसक्नु भएको छ। घोडा सबैले मनोरञ्जन गरिदिनु होला यो नाचमा है। गीतको बोल ए मेलो सन्जु भाइ स्टार्ट। गोर्खालीको छोरो हुमा ढाका टोपी शिरमा गोर्खालीको छोरो हुमा ढाका टोपी शिरमा इतिहास पल्टाई हेर नाम भेट्छौ वीरमा गोर्खालीको देश नै राम्रो ढाका टोपी
शिरमा खुकुरी भिरेको गोर्खालीको भेष नै राम्रो ढाकाटोपी शिरमा खुकुरी भिरेको गोर्खालीको भेष नै राम्रो ढाकाटोपी शिरमा खुकुरी भिरेको छुट्टीमा म घरै आएको वर्षपछि छुट्टीमा म घरै सामुदायिका होटला 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 सामुदायिका होटला नैनीतालैमा सामुदायिका होटला नैनीतालैमा हेरी हेरी बस्यो त्यारा माया जालैमा कान्छी हेरी हेरी बस्यो त्यारा माया जालैमा। यो गानामा डान्समा खुसी भएर हाम्रो जग्गु दादाले दिनुभएको छ। असाध्यै हाम्रो कमर साहबले दिनुभएको छ 100 रुपियाँ और उहाँलाई जोरदार ताली यस पश्चात हाम्रो र म हाम्रो तमु परिवारबाट अनुरोध गर्छु।
प्रतिभागी हुनुहुन्छ हाम्रो पूजा गुरुङ कोल्ड्रक अफ सेकेन्ड बटला झाँसुगुडा कोल्ड्रक जुनियर कोल्ड्रक धन्यवाद नानीको लागि 200 रुपियाँ उहाँको लागि जोरदार तालिया मनैभरि खलबली मच्दछ गोर्खेको खुकुरी लौरे कम्मरमा मन जित्यो मायाले पहिलो नम्बरमा गोर्खेको खुकुरी गाइस म चाहिँ घर आइसकेँ हाम्रो चाहिँ लोसार यति नै थियो हजुरहरूले इन्जोय गर्नुभयो होला मेरो भिडियो सो सबैजनाले डु लाइक शेयर सब्सक्राइब माई च्यानल बाई एन्ड ह्याप्पी न्यू इयर इन एडभान्स बाई